साथीहरु स्वागत छ हजुरहरुलाई मेरो न्यू भ्लगमा। आयो तपाईहरु पनि सन्चै हुन्छ होला नि, म पनि सन्चै नै छु। हेर्नु न साथीहरु, आज चाहिँ लास्टै पानी परेन। यहाँले टाउकै भोलि पनि भिजाइसकेको छ, तर के गर्नु, हामीलाई चाहिँ पानी पर्दा पनि सुख छैन। किनभने अहिले चाहिँ हामी काममा जाँदै छौं है। हामी चाहिँ काममा चाहिँ चिया पकाउनका लागि हामीले किक्ली सिक्ली सब बोकेर पनि जाँदैछौँ। उता दिले खाजा बनाउनको लागि पनि बोकिराख्नु भएको छ। यस्तै छ है साथीहरु, हामीलाई चाहिँ पानी परेर क्या अहिले पनि पानी पर्दैछ। यहाँ हेर्नु त, बिउ पनि हरियो जुकाले, तर जुका पनि स्याउस्याउती लाग्छ किनभने हाम्रो गाउँमा चाहिँ अलिक लेखलेखै पर्छ नि त। त्यही भएर है साथीहरु गाह्रो छ पानी पर्दा नि। खोइ टेक्यो नाइ यस्तो त हुँदैन है। कितली राख्यौं निकाल साथीहरु मर्दैछु। हामीलाई चाहिँ हामीले भात मात्रै हैन कि हामीलाई नै जुकाले उस्तै खान्छ हैन साथीहरु। गाह्रो छ के भन्नु नि, अब जिन्दगीमा पानीले चाहिँ सब फोनसन भिजिसक्यो हैन। स्याउ पर्दैछ पानी। अब के भन्नु, असार लागिसक्यो है साथीहरु हाम्रोमा चाहिँ। तपाईहरुकोतिर कस्तो छ कमेन्ट गर्नु होला। यहाँ त भर्खर बैशाख लाग्दैछ। बैशाख लाग्नु त लाग्दैछ, तर नि पानीले चाहिँ असार लगिसक्यो क्या। 2 महिना बाँकी छ हो। त्यही त, र नि पानीले चाहिँ असारै लागिसक्यो क्या। असार आजै जानु थियो हैन साथीहरु, तर म चाहिँ हल्का बिरामी परेर चाहिँ नगएको त। उही पानी परेर उही हावा थल भयो। अनि सुबिन के छ खबर तिम्रो चाहिँ? लासो सुबिन लजाउ छ एकदम। यहाँनिर हेर्नु न, म चाहिँ पानी भिजिसकेको छु। नबजाइदेऊ बाँसुरी रुन्छ मेरो मन। हुन्छ घायल मन। पानी परेर गाह्रो पर्छ साथीहरु। त्यही त, पानी परेर जुका चढ्छ भनेर, सर्टकट बाटोमा गाडी छ भनेर, त्यही भएर क्या। नत्र हामी कहिले रोटी हिँड्दिन थियौँ हो। नबजाइदेऊ बाँसुरी रुन्छ। के भन्छ यता पर चाहिँ पुरानो रहेछ कि, अनि त्यही भएर गर्दै बजाउ। के हो नाच्नु थाल्नु भयो त तपाईँ त? अलिक रोक्यो साथीहरु। म चाहिँ यहाँनिर गोरुहरूलाई खाजा दिन लागेको है। पानी परिरहेको छ, यिनीहरूलाई पनि भोकाइसके। सकेको छ हैन जी? कस्तो राम्रो दिन पो भइगयो। सुबिन चाहिँ यहाँ हिँड्दैछ किनभने जुकासँग डराउँछ। यहाँ जुका पस्छ यहाँनिर। कसरी गयो? म त नाइ डर लाग्यो अब कसरी टिप्ने। एकछिन है साथीहरु, म चाहिँ यहाँनिर उ राख्छु हैन, अनि टिप्छु ल। छ्या
के साह्रै कता गएको सुबिन चाहिँ एकदम डराउँछ जुकासँग फेरि लु हिँड जुका त्यतै हिँड त्यतै ओए अनि जुका चाहिँ म सबै चढ्नु मेरोमा त्यही भनेर बसाएको क्या त्यो बिचकिरा हुन्छ क्या ओए यो मैले साथी चटपटेमा हाल्नको लागि पानी ल्याएको कि अघि बोतल नभेटेर साथीहरू यो पानी पनि अलि रित्ती जान्छ होला यहाँ तल पुग्दाखेरि म टेन्सन भयो क्या साथीहरू यहाँनिर जुकाले त एउटा त खाएर मार्नु आँटो चञ्चल पानी जुकाले मार्न हेर नै यहाँनिर पानी सबै जान्छ क्या अब के गर्नु त चढिजान्छ त नि गाउँघरमा बसी जुकासँग डराउनु पर्छ अब कुन दिनदेखि सर्पसँग डराउनु पर्छ है साथीहरू किनभने हाम्रोमा सर्प पनि साथीहरू हामी चाहिँ ठिक्कै घाँस काट्न आइपुगिसकेको छौँ खेतमै जुका नि राम्रो हुन्छ सुबिन चाहिँ एकदम डराउँछ जुकासँग स्याउस्याउती चढ्छ जुका चाहिँ मेरो नि 4-5 वटा जस्तो चढ्यो साथीहरू हामीले चाहिँ घाँसको भारी पनि पुऱ्याइसकेको छौँ यता पर अनि यहाँ चाहिँ दिदीले आगो फुक्दैन थियो आगो चाहिँ बल्नै बल्दैन किनभने हिजो रातभरि पानीले भिजेको अनि अघि पनि भिजेको अनि दाउराहरू पनि चिसो चिसो थियो अनि त्यही भएर दिदीले चिया पकाउने भनेर आगो फुक्नु भएको बल्नै बलेन क्या अहिले चाहिँ अलिअलि बल्दैछ केही होला कि भन्ने आशा के भयो मन त लाग्छ होइन यहाँनिर कोइला चाहिँ मजाले हुनु पर्यो भन्दा नि त्यसपछि जसरी नै बल्छ यो चाहिँ गरिबको पिकनिक हो यो गरिबी पिकनिक हो क्या धनीहरू भएको भए कहाँ यसरी हामी वन जङ्गलमा खान्थ्यो हो धनीहरूले ता कताको होटेलतिर गएर खान्थ्यो होला हामी जस्तो गरिब भएरै चटपटे चिया खायो त्यति नै हो अहिले चाहिँ अलिक सुक्खा भइरहेछ हाम्रो चाहिँ बल्दैछ आगो टक्कसँगले
बुकुले चाहिँ यहाँ मान्छे आएर भुक्नु भयो अनि त्यो भुक्यो अनि त्यो बुकु कालो देखिरहेछ हुस्सु लागेर हेर्नु त साथीहरू हाम्रो गाउँघरमा के भएको गाउँघरि माया विचित्र संसार माया विचित्र भन्ने मात्रै गीत सुनेको थियो मैले त यहाँ चाहिँ घोल्ने बेला भयो खतरा घोल्दैन त्यसले ल पैसा लागेको कुरा कति सुन्नु हुँदैन ल गाडी बस पनि निस्क्यो मान्छे त सुरु उस पनि लागिसकेको छ हजुर के हो बोयफ्रेन्ड लाग्यो कि क्या हो बुक हो तिम्रो बोयफ्रेन्ड वो खानी रोकेले मार्यो नि बुकुलाई हामीले क्युट मफलर लगाइदिसक्यो यहाँ चाहिँ अब अब सार्ने फर्स्ट चाहिँ हामी यहाँनिर आगो लगाउँ के दाउराहरू राखौँ ल अलिक ठुलो बालौँ न त ल हुस्सु लागेर होइन क्युट मफलर बुकु ए सुमिले बुकुलाई पनि उसको बोयफ्रेन्ड अरे नि त बुकु होइन था यो मान्छेले कति साह्रो कुट्यो नि दाउरा हालौँ न ल फाइनली हाम्रो चाहिँ यहाँ भइसकेको छ चटपटे अब यहाँ चिया सार्ने हो अनि हामीले आगो पनि फुकिसकेको छौँ आगो ताप्दै ताप्दै खाने अनि किनभने जाडो भइरहेछ नि त ओइ त्यसो त नगरौँ है यहाँ अरू चटपटे फेरि चिया सार्ने चिया तातो चिया ओ माय गॉड ब्ल्याक टी रम ब्ल्याक टी चाहिँ हुन्छ लगेर जाऊ है तिमीहरूको ल ल ल ल थापो ओइ यो त फोहोर रहेछ पखालो त थालो त्यो लिइहाल बहिनी कति यति ल चियर्स गर्ने ल यहाँ तातो तातो यता ल एकछिन ल एकैछिन यो चाहिँ यसो गरौँ न आफ्नो आफ्नो ठाउँमा लग त मेरो आफ्नै ठाउँमा छ Cheers. खायो चियर्स गरेपछि घटक भुटुक्क गर्नुपर्छ त कति लागेको यता कहाँ अड्याउनु पर्छ हातले हान्दिने ल अब यसो गर्ने हो यसो आगो चाहिँ खर्चा परिरहेछ सुबिन खाऊ त एकचोटि नअडिने ओ माई गॉड फोहोर भइसक्यो अडिँदैन बुकु झन् बोलायो अन्त झन् पो आउँछ त्यो त नामै लिनु हुँदैन जस्तो है साथीहरू गाउँघरमा त्यस्तै टक्कसँगले खेतबारीमा खानको मजा बेग्लै हुन्छ है मेरो माछा खोर्सानी परेन कि क्या हो मेरो माथि भयो सुनमा खोर्सानी छ खानुहुन्छ म त खान्छु अब पानीको दामै बेच्नु सुबिनको बेच्नु त आउँदैन झोल चामलिङको साह्रो गर्छ जुन चामलिङले कस्तो खालको गीत गर्छ खानै होइन सुन सुन जुन चामलिङ राईको फुलबुट्टे साडी ओइ भन त है
फुलबुट्टे साडी सबको पायो हो मेरो दिदी खान्छ झन् किलोमा झन् तातो खानु चिया चिया हालेर खाऊ त्यसले जस्तो पनि पकाउने एकछिन बुकुडुकु नजाउ टाढा तिमीलाई मेरो माया भयो झन् टाढा त्यस्तो है दिदी एउटा भिडियो चिया देखाउँछु होइन यस्तो होइन दिदी खाइसक्यो होइन यति आदि देखाउँछु होइन देखाएको होइन अब यदि म भएर सब हाल्छु सुबिनले हाल्नु त अर्को बस्नु तातो तातो चिया यो त चिसो भयो कसले खाने ल न है कसले म त एकदम तातो न तातो मात्रै मनपर्छ ओइ मलाई नि यहाँ छ आधी आधी अब तातै मात्रै मनपर्छ यस्तो नराम्रो दिँदो रहेछ ल हो बोको सुइन चाहिँ के टेबल गरेको होला चाहिँ अघि कतिवटा खिच्नु भने सुइनले हेरेको ए यो दिदी गर्दा के काम गर्नु ए तिमीलाई भनेको बेला आइनस् बहिनी मेरो भ्लग भइसक्यो अन्त बाई बाई साथीहरू आजको भ्लग यहीँ सकिन्छ पूजा चाहिँ साह्रै बिरामी बोलेछ हुन्छ साथीहरू आज चाहिँ हाम्रो चाहिँ भ्लग यस्तै भयो आज चिसो चिसो मौसममा हामीले त्यसो काम सँगसँगै हाम्रो नाम पनि खाइसकेका छ सुबिना आयो त्यसो पुरै छेकेर बसिरहेको रहेछ अलिक दौड हाल्नु न हौ त्यताबाट पनि आनन्द हुन्छ साथीहरू आजको भ्लग चाहिँ यस्तै भयो मैले उडिनु नहुने अनि छेक्यो नि त आगोको छेउमा बस्नु मैले अन्त मिल्नु सक्यो गाइस यता हेर्नु न यसरी खानु खडा खडा पिरोले आइरहन् ब्लग 6 मिनेट गर्छ 6 मिनेट 7 मिनेट भयो 10 मिनेट साँझको बेला साँझको बेला एडिट गर्छु बोल्छु ल चाहिँ नछेक है सुबिन ल हुन्छ साथीहरू आजको भ्लग चाहिँ यस्तै भयो होइन चिसो चिसो मौसममै हामी तातो तातो चिया कफी पनि खाइसकेका छौँ तपाईहरुलाई भ्लग कस्तो लाग्छ लाइक कमेन्ट शेयर गर्न नबिर्सिनु होला थ्यांक यू बाइ बाइ बाइ